फर्स्ट अफ अल त सबैजनालाई गुड मर्निङ भन्न चाहे। गुड मर्निङ एभ्रीबडी, गुड मर्निङ। वाउ, कस्तो एनर्जी हो, बाफले मन पर्यो मलाई धेरै। ल सबै सम्पूर्णमा नमस्कार। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्ची र ग्याल्टिङद्वारा आज मिति 2082 असोज 29 गते यस विद्यालयमा भइरहेको शिक्षा प्रोत्साहन भत्ता वितरण कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, हाम्रा यस स्कुलका शिक्षक शिक्षिकाज्यूहरू, मेरा सहकर्मी मित्र साथीहरू र प्यारा मेरा भाइ बहिनीहरूमा म सञ्जिता श्रेष्ठ मेलम्ची शाखाको शाखा प्रमुखको फेरि पनि नमस्कार। आजको यो विशेष अवसरमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट तथा शाखा कार्यालय मेलम्ची र ग्याल्टिङको तर्फबाट यहाँ उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो संस्था विन नेपाल लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र ब्याङ्कको घरबाट इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था हो। हाम्रो संस्थाले गाउँघरका सदस्यहरूलाई बचत गर्न सस्तो ब्याजमा कर्जा र बिमा सुविधा पाउन सहयोग पुर्याउँदै आइरहेको छ। हामीले सदस्यहरूलाई नियमित बचत गर्ने बानी बसाल्न, साना व्यवसाय सुरु गर्न वा विस्तार गर्न सहुलियत कर्जा सुविधाहरू चाहिँ प्रदान गर्दै आइरहेका छौँ। त्यसबाट सदस्यहरूको आर्थिक स्तर उकास्ने काम हुँदै आइरहेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न सेवाहरूसँगै शिक्षा, स्वास्थ्य र सिप साथै महिला सशक्तिकरण जस्ता सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ। त्यसैको निरन्तरतामा आज हामी सदस्यका छोराछोरीहरूलाई अध्ययनमा प्रोत्साहन मिलोस् भनेर शिक्षा प्रोत्साहन भत्ता वितरण कार्यक्रम आयोजना गरिरहेका छौँ। शिक्षा भनेको जीवनको उज्यालो हो। त्यो कार्यक्रमले विद्यार्थीहरूको पढ्ने हौसला र आत्मविश्वास बढाओस् र अभिभावकहरूमा गर्वको अनुभूति ल्याओस् भन्ने हाम्रो यस विन नेपाल लघुवित्त वित्तीय संस्थाको चाहिँ चाहना हो। म यहाँ उपस्थित अभिभावकज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। साथै हाम्रा शिक्षक शिक्षिकाज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आफ्ना छोराछोरी लगायत विद्यार्थीहरूलाई पढ्नलाई यति प्रेरित गर्नुभएकोमा र विद्यार्थी भाइ बहिनीहरूलाई पनि यो भन्न चाहन्छु कि अझै कडा मेहनत गर्नुहोस्। यो ठाउँको चाहिँ हजुरहरूले एउटा नमुना बनाएर देखाउनुहोस्। राम्रोसँग पढ्नुहोस्, आफ्नो भविष्य चाहिँ उज्जवल बनाउनुहोस्। अन्त्यमा यस कार्यक्रम अर्थपूर्ण होस् भन्ने शुभकामना व्यक्त गर्दै यस कार्यक्रमका सञ्चालकज्यूलाई जिम्मा दिन चाहन्छु। जय विन नेपाल लघुवित्त वित्तीय संस्था। वित्तीय सफलताका साथै आउँदै गरेको शुभ दीपावलीको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त, धन्यवाद।